ककुले ल धन्यवाद खोइ कस्तो दे ड्रेसमा राम्रो रहेछ बुढी थ्याङ्क यू कक्कु सरप्राइज थ्याङ्क यू त ढाँटेको थ्याङ्क यू सम्झेकोमा यति टाढादेखि बाई सी सुन छिटै भेट्नु पर्छ ह्याप्पी बर्थडे गाउँको भएको मान्छे भिडियो बनाउँदैछु बाबा र मम्मी आउँदै हुनुहुन्छ सो हामी चाहिँ पिकअपको लागि जाँदैछौँ हेथ्रो एयरपोर्टतिर अनि सो त्यही हो हामी चाहिँ बिहान 4 बजी उठेर हिँडेको हो सो अहिले चाहिँ 6 बज्न लाग्यो 10 मिनट बाँकी छ अनि अझै स्टिल 1 आवर ड्राइभ छ अनि त्यसपछि हामी रिच गर्छौँ अनि त्यतिखेर 6:45 ल्यान्ड हुन्छ होला बाबा मम्मीहरू अनि त्यहाँपछि चाहिँ हामी डाइरेक्ट घरतिर आउँछौँ सो त्यही हो अन द वे भन्छौँ ए आमा कस्तो सुन्नेको आँखा ब्याकग्राउन्ड भेमा सो मैले यो भिडियो बनाउनुको कारण चाहिँ आई वान्ट टु मेक मेमोरिज होइन अनि त्यही भएर फेरि भ्लग स्टार्ट गर्दैछु लङ टाइमपछि सो त्यही हो सी यु बाइ यसो भिडियो गर्छु फाइनली गाइस म एयरपोर्टमा आइपुगेँ अनि म चाहिँ वेटिङ गर्दैछु अहिले चाहिँ होला आइला नि आमा आमा अनि ल वेलकम युके बाबा आमाहरू हेर्न हाल्यो नभने यो रेकर्ड भइसक्यो यहाँ पछाडि मात्रै ध्यान होइन आमाहरू यहाँ छोरी काली आएर हाम्रो चाहिँ एयरपोर्टमा चाहिँ स्वागत गर्न आएको छ यो अनि बाबु मै पनि आउनुभएको छ ल ल शान्ति यहाँसम्म त यतिकैसम्म त यतिकैसम्म अघि नै आएको 6:15 देखाएको नि हेलो गाइज म चाहिँ अब नेपालदेखि आएको सामानहरू खोल्न गइरहेको छु आमा र म चाहिँ बाबा र शिव चाहिँ सुतिसकेको छ त्यहाँबाट हामी चाहिँ हामी दुईजना मिलेर आमा र म चाहिँ अनबक्सिङ गर्न लागेको सो लेट्स गो सो हामीसँग चाहिँ 3टा बक्स छ अब यसमा के छ भनेर मलाई थाहा छैन आमा हजुरलाई थाहा छैन है आमालाई पनि थाहा छैन दिदीहरूले प्याक गरिदिनु भएको सो हामी चाहिँ अब खोल्दैछौँ सो फर्स्टमा चाहिँ हामी यो ब्लू कलरको खोल्छौँ हामी चाहिँ बल्ल खोल्न लाग्यो साबुन चाहिँ खाना खायो अनि खाना खाएर चाहिँ अनि एकछिन रेस्ट गर्यो अनि त्यही भएर अहिले चाहिँ प्याकेजिङ खोल्न गएको सो म चाहिँ ब्लू कलरको फर्स्टमा खोल्छु यसमा के छ मलाई पनि थाहा छैन ल
खानेकुरै आमामा खानेकुरा सो यसमा मैले चाहिँ नुडलहरू मात्र देखेँ अनि यो चाहिँ पफ हो सुगरवाला आमा यो चिनीवाला होइन त नि यो सानो गुलियो हुन्न कि यो हो नेपालको पफ यो पनि यो साइडमा राखेँ फेरि अर्को मलाई चाहिँ धेरै यो अर्को पफ यो पनि टन्नै पफ रहेछ होइन यो नि पफै खानेकुरा मात्र खायो यो बक्समा चाहिँ खानेकुरा सो अर्को पनि यो चाहिँ सुगर फ्रीवाला बिस्किट्स बाला आफ्नो लागि लाग्छ यो चाहिँ तर हामीसँग कति धेरै वाइ चाउँछौँ यो चाहिँ खोलेर नि खोल्न सकिँदैन होला नि त यति धेरै पफै पफ खजुर मलाई नि एकदम मनपर्छ बाबालाई पनि मनपर्छ आउँदा पनि मनपर्छ आमा यो फेरि हामीले चाहिँ यो कति धेरै लिएर आएको छौँ नि पफ अलग चाँचै हुन्छ यही खनाइदिउँ है आमा अहिले भइहाल्छ फेरि अर्को पफ वाइ तर हामी एक कार्टुन चाहिँ हालेको आमा यहाँ 2-3 कार्टुन छ च्याउ ए हो यति धेरै नि त वाइ तर यहाँ पनि पाउँछ वाइ तर नेपालको जस्तो टेस्टै हुँदैन यहाँको वाइ चाहिँ आमा अर्कै हुन्छ नेपालको जस्तो टेस्टै हुँदैन चटपट खाँदा हुन्छ वाइ अझै सकिएको छैन हिँड्दै दुईटा बच्छ कि कसरी ओडेर हालेछ मैले यहाँ कलिन टाउस देखेँ 2टा प्याकेट 2टा मात्रै लानु होइन आएको बाँच्छ 2टा बन्डल हालेछ खजुर कति धेरै पफ मनपर्छ अनि यो चाहिँ स्पाइसीवाला मिठाई यो चाहिँ उता आमालाई आमालाई पठाइदिनु भएको है यो चाहिँ ताको आमालाई पठाइदिनु भएको शिवले चाहिँ त्यसरी खान्छ धेरै गरेको चाहिँ अनि यो फेरि अर्को के हो त्यो पनि मिठै हो यो हजमला रहेछ यो पनि यो ग्रिसलाई भन्थ्यो खाँदैन रे यो चाहिँ हालेको ठिकै छ अहिले आमालाई खाइदिनु यो चाहिँ बाबाले आफ्नो लागि सुगर फ्रीवाला बिस्कुट के यहाँ पाउँदैन भनेर चिन्दै नेपाललाई त्यही सबै रेडी गरेर लानु अनि यो चाहिँ गुन्द्रुक अस्ति नै पनि छ हामीले भ्याएको छैन यो वाइ चाउचाउ यो भट्टा हो यति लानु आएको यहाँ नि छ त अस्ति नै पठाएको भट्टा रहेछ यो चाहिँ के यो तितौरा हो नानीले पठाइदिनु भएको बाबाले चाहिँ किनेर काठमाडौँ बाबाले किनेछ उता त्यो चाहिँ मैले भन्थेँ कि त्यो तितौराले अनि काठमाडौँको मिठो हुन्छ नि तितौरा र लखमरे क्या लखमारी पोखरामा त पाउँदैन नि त त्यो त यो सबै पिठो लाएर रहेछ आमा तितौरा बाबाले ल्याउनु भयो मलाई पछि माग्नु अनि यो हो के हो यो सातु हो सातु मकैको सातु हो यो चाहिँ यो युकेको आमाले उता अनि मैले देखेँ यो के हो ए पिरालो मनपर्छ भनेर पिरालो हालेको सुकुटीसँग बेसी मनपर्छ पिरालो गयो अनि त्यहाँपछि हामीसँग छ अर्को ब्याग यो चाहिँ बाबाको रहेछ यहाँ अब अघि खोज्दै थिएँ नि थुप्रो छ भन्दै यहाँ अर्को ब्यागमा चाहिँ यो चाहिँ मेरो ब्लाउजहरू हो मैले खाँदेको यो कस्तो बनाएको राम्रो बनाएको हुँदै हुँदैन बरु ब्लाउजहरू मेरो चाहिँ 2टा कलर मात्र अर्को कलर नि भयो यहाँ त 2टा मात्र खामा यो मेरो ब्लाउजहरू अर्को वाइ यो छ एउटा साडी यो चाहिँ साडी
वाउ कस्तो राम्रो साडी कमलाले किनेको होला यो त कस्तो राम्रो रहेछ आमा यो साडी मन पर्यो मलाई छ्यामले मनामे बिदी कस्तो राम्रो साडी हो धुलो धुलो घसालाई त्यसमा हैन कोचियो कि पत्थर झर्छ अहिले पछि म माथि राख्छु सो हाम्रो यो बक्स त एम्टी भयो खाली भयो सबै चाउचाउले भनेको रहेछ यहाँनिर के हो अब यो भित्र यहाँनिर भेटाएँ मैले के ए ब्लाउज अर्को ब्लाउज पिङ्क कलरको चाहिँ एउटा पिङ्क एउटा पर्पल एउटा ब्लू भनेको थिएँ मैले या होपफुली मेरो ठिक्क हो साइज ठिक्क भएन त झ्याउ हुन्छ फेरि यो पनि के हो यो नि ब्लाउजै हो यो त्यो अघिको साडीको ब्लाउज यो चाहिँ कस्तो राम्रो सिलाइदियो रहेछ है हिँड्न पनि हुने कि नहुने हो यो पछाडिको बुट्टा चाहिँ मन पर्यो राम्रो रहेछ यो साडीको क्वालिटी राम्रो रहेछ है नानीहरूलाई मन पर्यो हुन्थ्यो मन पर्यो है मलाई यो चाहिँ कमला हेरिरहेको छु भने कमलाले किनेको नि त राम्रो लाग्यो हाम्रो यो बक्स चाहिँ सकियो खानेकुराले यो चाहिँ टाइ गरेर राखिदिन्छु म उता यता पनि राखिदिन्छ अब यो सो अब हामी यो कालो ब्ल्याक कलरको बक्स हेर्छु अब यसरी खानेकुराहरू खाना यही हो अब के ल्याउने त नि कोदोको पिठो यहाँ पऱ्यो हेर्नु यहाँ छ होला यो गरौँ गएर यसरी कोदोको यो पिठो चाहिँ second त्यो box अब आमाले पठाएको त्यो मसला ससला यहाँ चाहिँ यो प्राउनहरू रहेछ आमाले पठाइदिएर है यो एउटा दुईटा गर्ने है यो प्राउन कति धेरै छ प्राउनै प्राउन यो पनि प्राउन यो पनि प्राउन यहाँ चाहिँ क्विक चाउचाउ रहेछ ए हामी कति धेरै चाउचाउ चाउचाउ क्विक चाउचाउ रहेछ यो चाहिँ यो आमाले पठाएको थियो यो क्विक चाउचाउ यो चाहिँ चिया त्यो पनि आमाले पठाएको भने मैले भनेको थिएँ चिया पकाउने भाँडा नेपालको यो ठिक्क हुन्छ कि ओ यो खजुरा त धुजा भएर आज चाहिँ धुँदै धुँदा भयो यताको यो सुर्के चाहिँ एकदम उस भयो रहेछ फाल्दै रहेछ एकदमै होइन धुजा धुजा भएको त्यो अघिको चाहिँ भएको थिएन धुजा भयो यो आइपुग्यो यो पनि सातु हो क्या सातु हो आमाले शिवले खान्छ है यसरी त्यो अर्ग्यानिक होला घरको यो घरको मैले बनाएको भयो पनि पनि सातै नै हो अनि फेरि अर्को हजमला बक्स आमाले पठाएको मैले देखेँ चुकिया चाउचाउ चाउचै चाउचाउ यो चाहिँ मेरो चटपट मसाला हो मेरो उताको सासु आमाले पठाइदिनु भएको हेर्नु यति धेरै चटपट मसाला यो क्या 30 जति क्या क्रिसलाई दिनु यो चटपट मसाला पिक चाउचाउको पनि अनि फेरि त्यही पिरो मिठाई हुन्छ कि तपाईँहरूले ट्राई गर्नु भएको तपाईँले कस्तो मिठो हुन्छ त्यो पनि आमाले पठाएको पिरो खाले हुन्छ यो करेन्टको यो निकाल्ने अब यो हजुर बाबी चाहिए ए शिवको अनि यो एउटा बक्स देखेँ मैले यसमा चाहिँ के छ भनेर मलाई थाहा छैन के हो यो ए मगिदिल रोए यो त ड्रामा होला हो यस्तो वाला के फुलमा परेको ओ राम्रो रहेछ त नि यतापट्टि राधिनी झुन्डाइदिनु पर्यो राम्रो रहेछ राम्रै छ बरु साइज हुन्छ है हेर्दैन यो रहेछ म यो धुप यो सासु मेरो फेभरेट धुप
उताको आमाले पठाइदिनु यो भएको। पोखरा बुढी आमाले यो यस्तो स्मेल आउँछ क्या अब कस्तो मिठो बास्ना आउँछ यो दुध ठ्याक्कै भ्याउन लागेको छ मैले भनेर पठाइदिनु भएको थ्याङ्क यू आमा भन्नु पऱ्यो यो पोखरा बुढी आमाले हो यो चाहिँ बुढी आमाले पठाइदिनु भएको अँ। थ्याङ्क यू घिउ त उता थ्याङ्क यू बुढी आमा यो कञ्च नि मिठो बास्ना यो आउँछ। घिउ त उता हुन्डी गरेछ कि त्यो त कहिले आएको छ अर्को हप्ता उम्। अर्को हप्ता आउँदाखेरि त्यो पनि बक्स अनबक्सिङ गरौँला त्यसमा चाहिँ सुकुटी र घिउ मात्र खायो आमा सुकुटी घिउ अनि ए कराई सुकुटी घिउ कराई खाएको त्यसमा चाहिँ कराई करेन्ट चाउचाउ अर्को पनि 10 किलो के गरेछ कुनी लक्ष्मी यो के हो पिठो यो कोदोको पिठो यो चाहिँ हाम्रो अर्ग्यानिक कोदोको पिठो यो चाहिँ आमाले उता पठाएको आमाले पठाइदिनु भएको थियो यता राखेँ मैले सो मैले अर्को पोका के ए कुर्था हो क्या यो त अनि कुर्तामा आज के आइमु कुर्था हो कि मैले अनलाइनबाट मगाएको बरु ठुलो हुन्छ क्या मलाई त भन्न नानीहरूलाई मन परेन भनेको राम्रो त हो कलर बरु यो साइज ठुलो भयो क्या अलिकति यो घटाइदिन्छ कि घटाइदिन्न अब यहाँ ठुलो साइज रहेछ मलाई बेसी ठुलो हुन्छ यो कुर्ता त हुन्न छिटै हुन्छ यो चाहिँ कुर्ता यो मन परेर किनेको मैले चाहिँ यो हातको डिजाइन हो नि के हो फोकस नआएको यो कुर्ता चाहिँ यो पट टाइट होला यो सल सो अर्को बक्समा रहेको छ यो पनि कुर्तै हो यो पनि मैले अनलाइनदेखि अर्डर गरेर माइक चलेखाइ हो चलेखाइन जस्तो छ त हेरेर यो पनि मैले अनलाइनदेखि अर्डर गरेको कुर्ता हो साइज हाल्दै हुँदैन सरारा कुर्ता सरारा कुर्ता हामी जामा आन्छु पाइट हो तर जामा जस्तो देख्छ कि जामा रहेछ जामा रहेछ है जामा हो म त पाइट सोचिरहेको जामा पो रहेछ है उल्टो मुना त प्यान्ट सोचिरहेको थिएँ मैले त के हो यो सल हो यो सलै रहेछ यो चाहिँ जे बुलुस सल बरु छ्यामै रङ्गले मुनामी हुन्छ हुन्न बरु हुन्छ है हुँदैन अनलाइन अर्डर किने कुर्ता हो तिजको बाटीमा लाने यो नि कुर्ता अर्को कुर्ता यो पनि बक्स भ्याइयो खाली भयो के हो ओ यो चाहिँ के अरे डुप्लिकेट मैले खास यस्तो भनेको होइन यार कसले हालेको यो कसले हाल्यो के हाल्यो यो कसरी लाने यो कोको बनाएर लाउने मैले त यसरी लबाट बाँध्नेवाला भन्थेँ यस्तो पो बनाएर ठिक छ यो पनि अब कसरी बाँध्छ आइन्छ नि यो जुरा अनि त्यहाँपछि के हो यो हो त यहाँ ए कमलाले पठाएको रे यो गिफ्ट ओ मैले भनेको जस्तै रहेछ त अनि थ्याङ्क यू कक्कु सरप्राइज थ्याङ्क यू फर सरप्राइज मलाई त किनेन भनिरहेको थियो त किने रहेछ त अनि मलाई मन परिरहेको थियो अनि मैले नकिन्नु खोजेँ भनेर यो चाहिँ महँगो भन्थेँ क्या आमा अनि मैले चाहिँ होस् नकिन किनेको रहेछ त ढाँटेको थ्याङ्क यू कक्कु थ्याङ्क यू कस्तो राम्रो साडीसँग भिड्ने हो कि यो चाहिँ राम्रो भयो के हो यो ए लेटर पनि पठाएको हो
के यो कार्ड पनि पठाएर रहेछ बर्थडेको भएको पठाइदिएको होला थ्याङ्क यू माई गड हेर्नु यो पहिला मेरो नेपालको बेस्ट फ्रेन्ड सानोदेखि सँगै सियान पुसेको साथी हो उसले चाहिँ मलाई चाहिँ के अरे यो ब्याग र साडीसँग लाउने व्हाइट ब्याग र ग्रिटिङ कार्ड अनि यस पठाइदिएको रहेछ थ्याङ्क यू फर सरप्राइज कक्कु अनि यसमा चाहिँ ह्याप्पी बर्थडे भनेर लेखेको छ थ्याङ्क यू फर सम्झेकोमा यति टाढादेखि बाई सी सुन छिटो भेटौँ त ह्याप्पी बर्थडे भनेर लेखेर थ्याङ्क यू कक्कु थ्याङ्क यू भेरी मच मलाई मन पऱ्यो यता राख्छ मैले सो हाम्रो चाहिँ यो बक्स पनि खाली भयो एम्टी भयो सबै चाउछ भरेछ खानेकुरा मात्र भरेछ यो बक्स पनि हाम्रो खाली भयो अब नेक्स्ट छ लास्ट वान अब यो लास्ट वान छ यो बक्सको पालो रहेको छ यो लेहङ्गा हो कस्तो आइदिया नानी त राम्रै छ भन्ने त कति धेरै यो चाहिँ मेरो लेहङ्गा हो मगिदिउले यो नि मगाएको मैले कता जाँदा लाउने यो ओ माई गड घना एक दिन लाएँ त्यहाँबाट फाल्ने त हो लेहङ्गा यो चाहिँ यो ब्लाउज र सलहरू होला भयो सकियो त्यहाँपछि अर्को रहेको छ यो पनि कुर्ता हो मेरो त कपडै रहेछ उहाँ कपडा आइदिए कस्तो राम्रो कुर्ता हेर्नु ल कसैलाई सुते भने 4 घन्टाको ड्राइभ भेट्यो न यो चाहिँ कुर्ता यो नि कोदोको पिठो आमा त्यो पनि आमा यो नि हाम्रो कोदोको पिठो 2 किलो गहुँको आयो भएको मान्छे भिडियो बनाउँदैछु यो के को आमाले उता बाबाले मैले लखमरी र माडा लिएर आउँदा ए फापरको पिठो लेखेर चाहिँ यहाँ फापरको पिठो केमा मिसाएर खाने यो नि फापरको पिठो यी लखमरी यति धेरै आइदिएको मिठो हुन्छ काठमाडौँमा मात्रै पाउँछ कि यो चाहिँ थ्याङ्क यू बाबा पोलेर खाने त्यति खाने पोलेर खाने मिठाई हो यो त पोलेर खाने हो अनि मैले तितावटा भनेको थियो ल्याइदिनु भएको रहेछ धन्यवाद धेरै धन्यवाद यहाँ यति धेरै माडा कहाँ गएर किन्नु भएछ माडा धन्यवाद सकियो अब लास्ट एउटा पोका छ अनि हामीसँग दुईटा मात्र बाँकी भयो खोइ त नानीहरूले मलाई के किनिदियो थियो छैन आयो हो क्या नानी यो चाहिँ मेरो प्यारी दिदीहरूको तर्फबाट मलाई यो मनपर्छ कि यो कलर भयो अर्को हरियो भयो अब रातो थिएन रातो बनाइदिएको रहेछ थ्याङ्क यू नानीहरू एउटा कपडा अनि त्यहाँपछि मैले सल देखेँ कस्तो राम्रो यही भनेको मैले कस्तो राम्रो होइन त
नानीहरू टिन्टले ल्याइदिएछ भन्थ्यो कि कस्तो राम्रो इ कस्तो राम्रो छ ल 2 तारिक गुरुङ ड्रेस कि कुर्ता होला नि नानी यो गुरुङ ड्रेस 2 तारिकमा के ए कुनै मलाई त थाहा छैन थ्याङ्क यू कुर्ता लगाएर जाऊँ हामी दुईजना त आमा है थ्याङ्क यू नानीहरू यो पनि राम्रो छ अर्को मैले देखेँ कुर्ता पठायो रहेछ मलाई ओ कचाने मोदर कटनको रहेछ है सफ्ट ओ कति राम्रो चाहिँ अनि यो मलाई ठुलो हुन्न रे यत्रो ठुलो पठाउने आमाले नि मलाई मिडियम साइजको पठाउनु पर्छ यो त भन्थे यो ठुलो हुन्छ मलाई यी कस्तो राम्रो रहेछ तर हलेङ हुन्छ यी लाट किने रहेछ लाट तर राम्रो त राम्रो छ एकदम सफ्ट कपडा थ्याङ्क यू भेरी मच यो सल प्यान्ट आमामा मेरो कपडा आयो सो लास्ट वान लेफ्ट होइन हाम्रो चाहिँ ढन्टना यो चाहिँ पक्कै चुरा हुनुपर्छ मैले चुरा मगाएको थियो तर कस्तो सो हाम्रो यो लास्ट सकियो अब हाम्रो चाहिँ अब सकियो गिफ्ट ओपन गरेर लास्ट एउटा चुराहरू मात्र बाँकी है यो चुरा कस्तो भनेर म एकदम धेरै एक्साइटेड भएको थिएँ होइन अहिले चलेको यो चाहिँ गोल्डेनमा रहेछ कसले किनेको आमा यो कमलाले गोल्डन कलरको रहेछ यो चुरा चाहिँ मलाई चाहिँ खल्याङ बस्ने चाहिँ यति हो अहिले छेउमा राख्नुपर्छ अनि यो सेतो टिकी चाहिएको थियो मलाई थ्याङ्क यू भेरी मच अनि यो कान गजुरा कि यसरी लाउने गजुरा धन्यवाद सो कानको फुली नाकको म 2टा पठाएँ भनेको त एउटा मात्र पठाएर रहेछ एउटा साथीलाई नि ल्याइदियो भनेर भन्दै थियो एउटा मात्र पठाएछ ककुले ल धन्यवाद कस्तो दे ड्रेसमा राम्रो रहेछ बुढीमा ड्रेसमा मैले त ल ठिक छ धन्यवाद साथीले पनि मगाएको थियो कि अनि यो चाहिँ अहिलेको भाइरल चुराहरू तर कुन कलर छ त्यो चाहिँ मलाई थाहा छैन होइन हाँस्नु अलिकति पर्पल कलर हेर्ने कति राम्रो छ कि कति राम्रो है अहिले चलेको चुरा साडी निक्यो पर्पल कलर हेर्नु त मैले के भयो त्यो उसमा एउटा क्यालेन्डर हालेको केमा के हो नि क्यालेन्डर बोकेर आउने नेपाली क्यालेन्डर चाहिन्छ नि ए ओ ल्याउनु भयो नि मैले लिएर आएँ वाउ नाइस थ्याङ्क यू यो म खोलेँ अब खाना सो एउटा कलर छ मेरो पर्पल कलर यहाँ राख्छु म कति राम्रो अहिले प्याक गर्छु म राम्रोसँग नफुटी नै आएको यामा म त फुट्छ होला मैले उसमा ब्यागमा हालेँ ओ वाउ यो चाहिँ मैले येल्लो कलर हो कि यो गोल्डन कलर देखेँ कस्तो राम्रो यो पनि राम्रो छ यो 2टा कलर अनि अर्को छ नेक्स्ट वाउ अहिले चलेको भाइरल चुराहरू हो कि हो के अरे के भन्छ यसलाई के भन्छ पाकिस्तानी होइन ए कश्मीरी चुरा अरे कश्मीरी अब यसलाई
यसलाई यसरी गरेर लाउने कि यसरी कति राम्रो देखिन्छ होइन हामी है यसरी गरेर लगायो भने कस्तो राम्रो देखिन्छ कश्मिरी चुरा हुन्छ है आयो पत्रिका भित्र हाल्न जान्थ्यो थ्याङ्क यू कक्कु कस्तो राम्रो राम्रो चुज गरे थ्याङ्क यू नेक्स्ट वान छ हाम्रो कुन कलर हो तामा कति राम्रो यी तर हाल्यो यो पो लाउनुपर्छ त अनि के लाग्यो त्यो यो पो लाउनुपर्छ त त्यस्तो मैले देख्दै देखेन चुम्चामा उहिले जस्तो त साबुन लाएर गाल्दै हुन्छ लाउने हो पछि हामीलाई यो चाहिँ रेड कलर खेलाइ छु जाँदाखेरि खालेर लानु जाँदाखेरि वाउ कति राम्रो देखेको नेपाली क्यालेन्डर धन्यवाद मैले चाहिन्छ जय नेपाल धन्यवाद नेपाली क्यालेन्डर नेपालको ऊ हेर्न पर्छ नि यो यसरी लाउने हो कि यो चुराहरू ओ यति सबै त्यो नेपाली दोकानमा बेच्न जाएको यो कति हजार दिन्थ्यो कति हाल्दा दिने यो अर्को चुरा छ फेरि नेक्स्ट वान ओ हरियो रहेछ वाउ यो पनि हेर्नु कति राम्रो हेर्नु हजुर के लाग्यो त्यो लानु पनि हेर्नु कति राम्रो दिएको यो हरियो कहाँ लगाउने भन्दा तँ साँझे कति राम्रो रोजेखा कमलाले कति थ्याङ्क यू कस्तो राम्रो चारवटा एउटा पर्पल पहेँलो अनि रातो अनि त्यो हरियो अब यो चाहिँ टेन्टर ए यो मल्टी कलर सबै कलर मिक्स भएको हेर्ने कति राम्रो हेर्नु चाहिँ यो के अरे भनेर त सम्म रहेछ सबै यो भित्र कस्तो धोते कश्मीरी चुरा भन्छ यसलाई कश्मीरी चुरा कति किलोमिटर कति टाढो छ छैन हिँडेर गयो भने 20 मिनट 25 मिनट पुग्छ हिँड्न झ्याउलाएर हो के मल्छी गरेर अरू पनि हिँड्छ ए हिँड्छ सबै बेलुका सबै निस्किन्छ कति राम्रो कलर रहेछ उतिमा कस्तो राम्रो राम्रो रोजे रहेछ कमलाले यो त सबै जाँदो रहेछ यस्तो त मेरो त धन्यवाद ल यो चाहिँ अब म प्याक गर्छु ल हाम्रो अनबक्सिङ भिडियो चाहिँ अब सकियो यति नै हो मेरो खानेकुराहरूदेखि लिएर यसरी मेसी छ अब हाम्रो चाहिँ सुकुटी र घिउ चाहिँ आउन बाँकी है बाबा सुकुटी घिउ कराईहरू चाहिँ हाम्रो चाहिँ हुने गरेको छ त्यही भएर त्यो चाहिँ नेक्स्ट विक आउँछ होला नेक्स्ट विक आउँछ होला हाम्रो चाहिँ यति नै हो हाम्रो सामान चाहिँ सो थ्याङ्क यू फर वाचिङ हाम्रो मेरो बाबा र आमालाई चाहिँ वेलकम गरिदिनु होला सबैजनाले म चाहिँ अझै भिडियोहरू बनाउनु ट्राई गर्छु घुम्न गएकोहरू यो चाहिँ आज चाहिँ हेर्ने म ब्याक क्यामेरा गरेर जान्छु ल हाम्रो खानेकुराहरू यसलाई मेसी छ यही हो नेपालको सामान मेसी भयो कता पुगेको हो राइट गाइस यति नै आजको भिडियो चाहिँ थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट ब्लग टाटा बाई